स्वागत छ तपाईहरु सबैजनालाई नयाँ यो ब्लगमा। र आजको ब्लगको चाहिँ हामी यहाँबाट जम्मा 19 जना छौँ हामी टोटल। यहाँबाट हामी आज जेरिको गएर जेरिको राति बास बस्छौँ र भोलि चाहिँ हामी जोर्डन रिभर र जेरिको अलिकति नै डेड सी पनि घुम्यो रिटर्न हुन्छौँ। सो यो छ लेट्स इन्जॉय। तपाईले हाई भन्नु त एकचोटी हाई के छ वेलकम ब्याक अगेन हाम्रो टुरमा। र अब हामी यहाँबाट चाहिँ जेरीको लगभग 90 किलोमिटर जस्तो छ। यसो 1.5 घण्टा यात्रा छ। रमाइलो गरौँ, इन्जोय गरौँ। र केही छ तपाईहरुलाई भन्नुपर्ने? ओके कति छिटो पुगेर हैन गएर मासु खोलेर बेफ्टा बाँधेर पानीमा चोप्टुमा डोबेर त्यो पानी हैन कस्तो आनन्द लाग्छ होला भन्ने भइरहेछ कि परि भइरहेको छ। तपाईहरुलाई पनि स्वागत छ। सबजनाले इन्जोय गर्नु होला। सबै हामी साथीहरु एकअर्कासँग चिनजान गर्ने, रमाइलो गर्ने र अगाडि हामी बढ्दै जानेछौँ। सबैजना पालिकाले इन्जोय गर्नु हैन। म अघि बढ्न चाहन्छु। त्यही हो। सबैलाई वेलकम। सबैले आफ्नो तरिकाले इन्जोय गर्नु मलाई। तपाई चाहिँ हुनुहुन्छ, तपाईको साथमा हामी यहाँ छौँ। ओके सक्यो ल सक्यो। तिम्रो टोकु नपाएकोमा के त तिमीलाई भन्नु पर्ने? दुखी छ लागेको छ। अरे इधर आओ, चिप्स वाले इन्जोय गरिरहेको छ। अब 1 घण्टामा हामी डेस्टिनेसन पुग्नेछौँ। हाम्रो नाक छ यहाँ। नाक सलाम Hello, manishma. كول بالسبب نحن جايين لجاريكو نشتري ويسكي ببيرة بفودكا هذا شمايكل بو الليلة بلغان بلغان شام الليلة بلغان نحن عايشين بلغان كيف بدي زيتا किनरी गाडी निकै बगा त ठेक्का हुन्छ मैले त यतै गरेछ त यतै त मजबुरी हो नि हो जिला त Kamaria karela palap lollipop lagelu Kamaria karela palap lollipop lagelu Jila top lagelu Kamaria karela palap lollipop lagelu भेडा होइन त्यो त गधा थियो त कहाँ भेडा देख्नु भयो ए रमाइलो गर्दैछौँ हे वेलकम टु जेरिको। चाहिँ यस प्रकारको छ। आइपुग्यो यता साथीहरू कस्तो हुँदैछ? के हुँदैछ? के लाग्यो? भिलाको बारेमा 2 शब्द जाओस् त। हो के छ? पुग्यो ल
नो वरिज ल इन्जोय यो किचन हो यता हाम्रो सरले सर के छ खबर हल्का चार्जिङ सिस्टम हाल्नु भित्र ओके र यता चाहिँ सिटिङ रुम छ केटाहरू यता बस्छ ससमा यो चाहिँ मेरो हो सो आफ्टर अल सबै थोक राम्रो छ र अहिले भरे हामी एउटा दुध माथि गएको छ कि के छ र सेकेन्ड फ्लोरमा चाहिँ रुमहरू छ यस्तो छ त्यहाँ म्याट्रेसहरू छ त यहाँ माथि म्याट्रेस छ है दुई चार छजना हामी अट्न सक्छौँ है भिला यस प्रकारको छ पुरा धमाधम छ भोलिको लागि चटपटेको लागि यो चाहिँ भिजाइएको छ चना मटर साग रेडी छ अनियन रेडी छ यता अचार रेडी छ के खाने हो राइसको लागि यो छ रेडी होइन यहाँ सब सिस्टरहरू यता चाहिँ हेलो हेलो पानी कन्टिन्यू कमिङ यो ड्रिङ्कहरू गरेर बोतलहरू चाहिँ यसमा राखौँ र गार्बेजमा ड्रिङ्कहरू गरेर बोतलहरू सबै गार्बेजमा हालौँ यता जकुजी छ जकुजी यता तातो पानी यता चाहिँ बबिक्यू भइरहेछ बबिक्यू एक लट सक्यो यो चाहिँ मेरो त खानाको लागि गर्दैछ पोर्क बन्दैछ भेजिटेरियनको लागि यो आलु र पनिर खसीको मासु यदि बेग्लै हुन्छ र साग लेडिजहरू यता स्विमिङमा मस्त बोइजहरू यता केटाहरू त सब ठिक छ होइन कस्तो हुँदैछ रमाइलो पैसा वसुल छ नि होइन ओके ल हाम्रो खान्ते पिन्ते सकियो अरे कति बज्यो अहिले हाम्रो खाना ओर्दा सक्दाखेरि हामीले 1 बजे खाना खाइसकेको छ सफाइ आदि गरिसकेर चाहिँ रकससँगले एक पुल हानिँदैछ यता
हामी यहाँबाट निस्क्यौँ अब एकदम ढिलो भइसकेको छ हामीलाई हतार भइसकेको छ सब बाई बाई भिला स्विमिङ पुल ल जुम प्लिज एन्जमान माहेर खबरी आइपुगेको छ यहाँ अहिले एकदम घामले ग्रस्त भएको छौँ द ओल्डेस्ट सिटी अफ द वर्ल्ड अरे एकदम र यहाँबाट चाहिँ अब केबल कार माथिसम्म जाने र एकलट यसो घुमघाम गरेर फेरि हामी चाहिँ हेलो त्यहाँनिर पनि देखाइदिनुहोस् न 1300 फिट अब फ्रम द सी लेभल अरे 10,000 इयर्स ओल्ड ओके यस्तो छ यहाँ चाहिँ अब यो यस्तो पानीको पोराहरू बनाएर लोएस्ट प्लेस अन द अर्थ ड्रिङ्किङ वाटर अरे पहिलोचोटि मोर देखेको मयूर पिकक हेलो पिकक हाउ आर यू Can you please dance for us? Kaha like that? Yes, baby. Yes, come on. You are so beautiful. Come on. Yes, dance for the baby once. 1, 2, 3, go. आउँदैछौँ हामी केबल कार अब नेपालको केबल कार पनि चढियो हेलो 6 of us. Wait. Here? Okay. यहाँ यो प्राय खजुर खेती रहेछ क्या 10 रुपैयाँ भन्ने यहाँ 10 भन्दैछ त्यहाँ बाहिर अहिले एसएस सेक्टरमा खास नानी डेट्स भनेकै खजुर हो नि यहाँ आएर इङ्ग्लिसमा डेट्स हो बिहानै आएर चाहिँ उयो माथि जानुपर्ने चाहिँ घुम्ने ठाउँ हो क्या यो अर्को मसादामा पनि हामी चढेको बिर्सेँ मैले साथी यो त्यहाँ माथि यो सर्टकट त्यहाँ पनि अब हामी त्यहाँ घुम्नु भ्याउँदिनौँ होइन फर्किहाल्छ त्यो माथि त्यो हेरौँ नि त्यो त ऊ होला नि माथिको माथि पाप्लेसन साथीहरूमा पनि लगाउने भनेर सानो विवाद भयो कोही लगाउने भन्छन् कोही नलगाउने भन्छ लगाए यात्रा सहज एडभेन्चर हो लाइफमा वान टाइम लाइफ हो त्यो हाइटको फोबिया भएको मलाई पहिले फोबिया थियो हाइटको स्पिड लगाउँदा मलाई पनि हाइटकै होइन यहाँबाट चाहिँ यिनीहरूले त्यो गर्दो रहेछ चेन्ज गर्दो रहेछ नि मान्छेहरू लगाउने रोग गर्ने हो त्यहाँ उयो रोकेर मान्छे हाल्छ पानी घट्टा निकै माथि नै रहेछ नि हो अनि किन भनेको होइन यो अहिले हेर्नु न दुधेदेखि तल्लोपट्टि दुधे अब त्यो खोला पारी हुन्छ हाई भेरी उयो यो प्यालेस त्यो बनाएको थियो नि हो त्यो त लानु पर्ने चाहियो नि बिहानै आएर चढेर आधी घन्टा 1 घन्टा यो हाइकिङ गर्ने जस्तो हो क्या यो बिहानै 8-9 बजे आउने हो यो कस्तो रह्यो अनुभव कैसा रहा कस्तो लाग्यो कस्तो लाग्यो अनुभव मेरो निस्क्यौँ आज कति टेम्परेचर छ हेर मोबाइलमा कति छ टेम्परेचर 32 हो लाइक बोय लेक होइन हामी चाहिँ हाम्रो जेरिकोको केबल कारको भिजिट सकियो चाहिँ अब हामी फेरि यहाँ गाडीको चिसो हावा खाँदैछौँ यहाँबाट हामी जोर्डन रिभर जाने भन्ने कुरा छ ड्राइभर चाहिँ हराउनु भएको छ
के छ त तपाईँहरूको तर यो झरेको छ नि ओके तिम्रो मेरो ब्लगको मात्र यो भएको मैले त खोज्नै पर्छ लुगा पुरानै झरेको यहाँ राख्दा हो ओके के छ आफ्नो वाइन त मैले राखेको हैन रमाइलो एकदम मजाको अब टेम्परेचरले एकदम होइन गर्मीले चाहिँ मजाको दिइरहेछ औ सँगसँगै हाम्रो घुमाइले दामी भइरहेछ वाइन यहाँ राखिराखेको छु मैले 2 शब्द जाओस् त दिदी अब मेरोमा त के छ के भन्न चाहनुहुन्छ ढिलो भयो जेरीको हैन हिजो हिजोदेखि आजसम्म के कस्तो भइरहेछ दामी भयो दामी मजा आयो हो के हामी रमाइलो गरिरहेछौँ पहिले हामी जस्तै बेतलेखेम जस्तै यता सिस्टरको के छ भनाइ केही छ भन्नु मजा आयो खानाहरू खाना तिमी भेज्दै त के खायो होला सबै कुरा मजा आयो है सबै राम्रो थियो राम्रो यो यता के छ बहिनीहरूको भनाइ के छ होइन सुत्न दिनु बिचारा टायर्ड भएर टिकटक धेरै बनायो के छ टुरहरू कस्तो भइस एउटा टिकटक बनाएन राम्रो भयो ओके मेरो त हिजो हाम्रो बसाइ राम्रो भयो नि है भेलामा इन्जोय के राम्रो के नराम्रो एकदम रमाइलो भयो त इन्जोय यता सिस्टरहरूको के छ भनाइ ल के छ भनाइ टुर कस्तो भयो एकदम रमाइलो लाग्यो रमाइलो भयो सुधार्नु पर्ने केही केही लागेन त्यस्तो त केही पनि लागेन सबै ओके छ ल दामी सुधार्नु पर्ने चाहिँ म तिमी मुस्कानले नै हुन्थ्यो यता हाम्रो के छ अनि तिमी हिजो बिमारी भएको होइन मलाई हेरेर बोल मलाई हेरेर आज त ठिकै छु म आज ठिकै छु अनि अहिले पनि ठिकै छु किनकि यहाँबाट चिसो आउँदैछ तिम्रो हिजोदेखिको के भएको थियो सबै भन्थ्यो हिजो त अब भन्नु पर्दैन टाउको दुखेर कस्तो भनेको मलाई मोर्छु जस्तो लागेको थियो या बिकज त्यो ग्यासहरू भयो होला होइन 10-12 पल्ट चाहिँ गरेर भमिटिङ आज कस्तो लागिरहेछ मजा त मजा आयो मजा आइरहेको छ आज त मजा आइरहेको छ अझै चिज आइसक्रिम खानु पाए झन् दामी यहाँ त मेरो त यो भयो सक्यो अब के छ पार्टीहरू यता के छ हाम्रो ब्याक सिटमा ब्याक बेन्चरहरूको के छ ब्याक बेन्चरहरूको हामी त रमाइलो हो होइन पौडी खेलेर आएको तपाईँ यहाँ पनि पौडी खेल्यो पसिनाले हल्का हल्यो होइन पसिना बुझ्यो हल्का सबै कुरा रमाइलै भयो हाम्रो ग्रुपमा चाहिने भनेको चाहिँ एउटा सेफ सेट किनभने यस्तो रमाइलो गर्नु आएको बेलामा त रमाइलो गर्न मन लाग्छ हो यता अब खाना फेरि त्यो त सबैहरू अब यहाँ हाम्रो उजल दा यहाँ दादालाई होइन सबै मासु बोल्ने हाम्रो अगाडिको दाइ हुनुहुन्छ अगस्त सेप्टेम्बरसम्म त्यस्तै हुन्छ घरबाट त 6 बजे 7 बजे आइजाऊ के छ हौ दादा ट्याक्सीमा जाने कुरो भयो के भने आनन्दसँगले पो छ त नि खुट्टा सिट्टा लडाइहरू यहाँ ल केही टुर रमाइलो भइरहेछ नि रमाइलो भइरहेछ ड्राइभर हराएर त्यो तनाव खाना खाना गएको होला अब खोइ चाहने एकचोटि हेरेर गइदिउँ न यहाँबाट के भन्दो रहेछ सर घुम्यौँ गइदिउँ जुम जुम अब यति नै हेर्नै गइहाल्ने ल सक्यो ल लु भयो हामी जाउँ अब यति नै हो हेऱ्यौँ सक्यो
बिस्किन्छ नि ल Come on the coast, the river, the Jordan River. Stay the coast. How are you? Yara, 2 minutes. يا حبيبي डेड सी पनि आइयो डेड सी पनि जम्प गरियो एकचोटि डेड सीको नमकमा नुहाइयो र अब चाहिँ डेड सीबाट फाँडी हुँदैछौँ रमाना हुँदैछौँ इट्स अलरेडी 4 PM आज टेम्परेचर पनि ओभर हिट छ दिमाग खराब हुने गरी तातो आइरहेको छ तर पनि अब हामी यहाँबाट लाग्छौँ यसको अब यहाँबाट गएर एकछिन चटपटे खाने हो थोरै अनि चाहिँ रमाना हुनुपर्छ